गाइड चाहिँ पछाडि बस्छ उसले तपाईहरुले जस्तै गरेर एउटै बहना लिएर चाहिँ चलाउने हुन्छ र काट्ने र के गर्ने कन्ट्रोल उसले पछाडिबाट गर्छ तपाईहरु चाहिँ अगाडि र पछाडि बसेर चाहिँ गाइडको फलो गर्नुपर्ने हुन्छ है फलो कसरी गरिन्छ त भन्दाखेरि हामीसँग फ्यु कमान्ड छ पहिला कमान्ड भनेको चाहिँ प्याडल फरवर्ड भनिन्छ भने दोस्रो फरवर्ड फास्टर भनिन्छ तेस्रो स्टप भनिन्छ अनि चौथो ऑल बैक भनिन्छ राइट बैक भनिन्छ लेफ्ट बैक होल्ड अन गेट डाउन भन्ने कमान्डहरु हुन्छ है त्यो कमान्डलाई चाहिँ धेरै इम्पोर्टेन्ट धेरै छिटो सुनेर चाहिँ तपाईहरुले फलो गर्नुपर्ने हुन्छ है र म अब रिपिट गर्छु पहिला कमान्डबाट पहिला कमान्ड गर्नु भन्दा अगाडि यो बहनालाई समात्न पनि जान्न पर्ने हुन्छ यो ब्लेड चाहिँ हामीले यो पानीमा युज गर्छ भने सेकेन्डमा चाहिँ यो लिभरमा पक्रिनु पर्छ के है अनि यो टी ग्रिप भनिन्छ हामीले यो टी ग्रिपमा चाहिँ यो बुढी अम्लालाई तल राखेर यो चाडा अम्लालाई चाहिँ माथि पक्रेर बस्नु पर्ने हुन्छ है यसरी यो लेफ्ट साइड हामीले यसरी पक्रेछ भने अनि राइट साइड पनि हामीले यसरी पक्रिनु पर्ने हुन्छ है र हामी यहाँ पनि पक्रिन सकिन्छ कि तर किन भन्दाखेरि चाहिँ पानीमा युज भइरा हुन्छ चिप्लेर चाहिँ हामी ओपोजिट साइडमा हुन्छ र चिप्लेर ओपोजिट साइडको मान्छेलाई लाग्न सक्छ क्या त्यही भएर यहाँ पक्रिदिनु भयो भने ओपोजिट साइडको मान्छेलाई पनि लाग्दैन र अनि अलिकति तपाईहरुलाई पावर पनि हुन्छ है र अनि बस्ने स्टाइल बस्ने कसरी भन्दाखेरि चाहिँ भित्र बस्ने हैन यदि भित्र बस्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि यो बोर्डलाई पनि ब्यालेन्स गर्नुपर्ने हुन्छ ब्यालेन्स गर्नको लागि चाहिँ हामी टोटली साइडमा बोथ साइड है दुईटै साइड चाहिँ हामी साइडमा बस्नुपर्ने हुन्छ कहाँ भन्दाखेरि चाहिँ यो टपमा बस्ने अनि यो खुट्टालाई चाहिँ हामीले यहाँ प्रेस गर्ने है यसलाई क्रस्टी भनिन्छ यहाँ प्रेस गरेर बस्ने एउटा खुट्टालाई चाहिँ फ्री राखिदिने किन फ्री राख्ने र किन इन राख्ने भनेको चाहिँ एउटा चाहिँ हामी बाहिर खसिन्छ कि भनेर इन गरिन्छ भने एउटा चाहिँ फ्री किन राखिन्छ भन्दाखेरि हामी घरि भित्र पनि खस्न सक्छ क्या त्यही कारणले चाहिँ एउटा खुट्टाले चाहिँ ब्यालेन्स गर्न मिलिन्छ है अनि यो भन्दा पछाडी चाहिँ दुईटै खुट्टा राख्न सकिन्छ अगाडि राख्न सकिन्छ पछाडी राख्न सकिन्छ अनि यो यहाँ चाहिँ अलिकति कम्फर्टेबल छ यहाँ भन्दा फेरि मजा अगाडि आउँछ फेरि है र अनि यो दुईटै साइड एउटै हो बस्ने स्टाइल अनि यो भन्दा पछाडी पनि एउटै हो है अगाडि जस्तै यहाँ गर्ने अनि यहाँ राख्ने है बस्ने स्टाइल त थाहा भयो नि तपाईहरुलाई हैन थाहा भयो र अनि गाइडसित अलिकति पर जाम है अब गाइडसित तपाईहरुसँग कमान्ड अब कमान्डको गरिन्छ तपाईहरुलाई यदि गाइडले तपाईहरुलाई प्याडल फरवर्ड भन्यो भने के गर्ने त भन्दाखेरि यो टी ग्रिप र यो लिभरमा पक्रेर एक अर्कालाई अपोजिट साइडको मान्छेलाई हेर्ने लिङ्क गर्ने आफ्नो ज्यानलाई यो प्याडललाई अगाडि लाने पानीमा डुबाउने अनि पछाडि ल्याउने है यो चाहिँ प्याडल फरवर्ड भनिन्छ अगाडि जाने पछाडि ल्याउने अगाडि जाने पछाडि ल्याउने अनि अर्को कमान्ड आउँछ फरवर्ड फास्टर यदि फास्टर भन्यो भने के गर्ने एकदम छिटो चाल्ने है अनि अर्को कमान्ड आउँछ स्टप भन्छ स्टप भन्यो भने के गर्ने त यो चालिरहेको प्याडललाई निकाल्ने आफ्नो हिपमा राख्ने अनि क्विक डोरी पक्रिदिने है स्टप भन्ने बेलामा अब प्याडल निकालेर मात्रै अथवा प्याडल छोडेर नबस्ने निकाल्ने हिपमा राख्ने डोरी पक्रिन नछोड्ने किनकि डोरी पक्रिन छोड्यो भने खस्न सम्भव हुन्छ क्या त्यही भएर डोरी पक्रिहाल्ने है अर्को कमान्ड छ ऑल बैक भन्छ ऑल बैक भनेको चाहिँ लाइक अपोजिट फरवर्ड है अघि उल्टा गरेको छ भने त्यसलाई उल्टा गर्नको लागि के गर्ने त भन्दाखेरि यो हिपमा राख्ने प्याडल प्लेटको भागलाई पछाडि लाने पानीमा गाड्ने अनि अगाडि फाल्ने यो चाहिँ ऑल बैक भनिन्छ है र अनि फेरि स्टपै आउँछ निकाल्ने हिपमा राख्ने अनि डोरी पक्रिने है र अनि राइट बैक लेफ्ट बैक भन्ने कमान्ड छ है यो चाहिँ लेफ्ट साइड यो फ्रन्ट ब्याक यो चाहिँ लेफ्ट साइड भयो भने यो चाहिँ राइट साइड भयो है अनि गाइड पछाडि बसेर कन्ट्रोल गर्छ यदि कन्ट्रोल गर्दै क्विकली टर्न टु द राइट गर्नु पर्यो भने गाइडले गर्दै भएन भने
तपाईहरुसित हेल्प माग्छ हेल्प माग्दाखेरि के भन्छ त गाइडले भन्दाखेरि राइट ब्याक भन्छ यदि राइट ब्याक गाइडले भन्यो भने के गर्ने त भन्दाखेरि राइट साइडको मान्छेले चाहिँ ब्याक गर्ने अनि लेफ्ट साइडको मान्छेले चाहिँ अटोमेटिकली फरवर्ड गर्ने त्यो फरवर्ड गर्नुभयो भने के यताको साइडले ब्याक गरेर चाहिँ यताको साइडले चाहिँ फरवर्ड गरिदिनु भयो भने टर्न टु द राइट साइड हुन्छ है अब सेम यदि अब टर्न टु द लेफ्ट साइड गर्नु पर्यो भने लेफ्ट ब्याक भन्छ है लेफ्ट साइडको मान्छेले ब्याक गरिदिने राइट साइडको मान्छेले चाहिँ फरवर्ड गरिदिनु भयो भने टर्न टु द लेफ्ट साइड है र अनि अर्को कमान छ जाँदा जाँदै यदि ढुङ्गामा ठोकिन लाग्यो अथवा ठुलो होलमा फस्न लाग्यो भने गाइडले तपाईँलाई होल्ड अन भन्छ है यदि तपाईँहरूलाई होल्ड अन भन्यो भने के गर्ने त भन्दाखेरि यो टी ग्रिपमा पक्रेर यो लाइनमा पक्रेर चाहिँ अनि आफ्नो ज्यानलाई चाहिँ अलिकति भित्र घुसार्ने है अनि अब बाइचान्स ठुलै अब लाइक पपकर्न भन्छ लाइक पपकर्न फ्राई भन्छ कि यदि उछिटिने ठाउँमा आएछ भने गाइडले गेट डाउन भन्छ यदि गेट डाउन भन्यो भने के गर्ने त भन्दाखेरि यो डोरीमा पक्रेर चाहिँ अनि तल बस्ने गेट डाउन भन्ने चाहिँ है अनि डुङ्गा होलबाट बाहिर निस्किसकेपछि तपाईहरुलाई गेट ब्याक हुन्छ है अनि आफ्नो सिटमा ब्याग है सकिन्छ नि सकिन्छ